ल हामी अम्बा खानको लागि अम्बाको बगैँचामा आउँदैछौँ। यो चाहिँ लिचीको बगैँचा हो। खाना आउने बच्चाहरू यो दुईटाहरू छन्। हेलो, एउटा ब्लगर हो, अर्को ब्लगरको बहिनी। हामी यो अम्बाको बगैँचामा आइपुग्यौँ। यहाँ दुईजना मान्छेहरू यसो अम्बा टिप्न तयार हो नि, तयार छन्। अब अम्बा यस्तो अम्बा छ। अब काँचो नटिप है छोरो, पाकेको मात्रै। ए यो अम्बा यसरी खानुपर्छ। रसिलो छ अम्बा। हामी अम्बाको बगैँचामा छौँ। यस्तो अम्बा टिपेर यति अम्बा टिप्यौँ। कोही पाकेका छन्, कोही काँचो छ। यति अम्बा टिपेर अब आज हामी हिँड्छौँ।